कस्तो हेर्दिउँ न सबै साउथ सिटीमा यसरी बेचेको कस्तो नसाको जस्तो फिल भयो त तरकारीहरू रहेछ गाइज होइन कस्तो यो त कालमाटीको ठाउँ जस्तो देखेको कालमाटीको बजार यो साउल भन्न सुहाउँछ गाइज ब्याम्बोमा के हो यो ब्याम्बो के किनिदिन लाग्नु भयो दिदी राम्ररी त बन्नु पर्यो टाइम टाइममा स्ट्रबेरीको सबै ट्राई गरेर राखेको चाहिँ कति क्युट जाने ए म्युजियम हो भिडियो त खिच्न पाइन्छ नि कस्तो राम्रो छ ए माथि जानु मिल्छ तपाईँ आउनु भएको थिएन ओ माई गॉड गाइस म त थाहै थिएन यार यो भित्र यस्तो छ भनेर त्यो ठाउँहरू हेर्दा कहाँनिर अर्कै ठाउँमा जस्तो लागिरहेको छ त्यो मुभीहरूमा देखाउँछ वाजाङसिल यो भित्र वाजाङसिल एक राउन्ड यति हो माथि जाने हिँड्छ जान गुफाभित्र आए जस्तो के यो त के हिस्टोरिकल मुभीतिर ओ त्यो के अरे मार्क हुन्छ नि रकेट चाहिँ होइन होइन के बोल्नु भएको तपाईँ यो कुन एङ्गलमा रकेट देख्नु गाई जो फेसको स्ट्रक्चर हो अनि यो कार्टुन टाइपको बनाएको भाइ अब के बोले होइन भिडियो गाई अब हामी एकछिन फोटो भिडियो खिच्छौँ नजाने यहीँ बसिराख्ने मात्रै कस्तो राम्रो ठाउँ छ माथिबाट निस्किनु ठाउँ छ यहाँ त डिस्को जस्तो रहेछ म्युजियमभित्र पनि यस्तो हुने यहाँ ए म त के होला भने त व्हाइट केक पनि छैन रहेछ क्या कसरी कहाँ हो ए हाम्रो लागि त यहीँ भयो नि ठिकै छ मलाई कोरियाको यस्तो हिस्टोरिकल प्लेसहरू जानलाई चाहिँ एकदम रमाइलो लाग्छ अनि त्यही भएर मैले त्यो हुन्छ नि त्यो ड्रामामा देखेर मैले त्यो प्यारिस जाउँ न भनेर भन्नु खोजेँ ए ह्यान्डमेड होला नि पहिला देखाइ छैन तपाईँ त हराउनु भयो दिदी ओके अब हामी चाहिँ निस्किन्छौँ गाइस एकदम रमाइलो भयो म त सोच्यो भन्दा नि यस्तो आज घुमे जस्तो भयो बिना दिदीसँग आउँदाखेरि नघुम्ने जस्तो त्यो नहुने कुरै हुँदैन घुमेको जस्तो त हुन्छ काहीँ न काहीँ लानुहुन्छ नि त्यो दिदीले अघिको बाटो ए हाम्रो त जाने गाइस अब चाहिँ हामी निस्किन्छौँ गाइस हो त्यहाँनिर फोटोसुट हुँदै रहेछ फोटो खिच्नलाई भनेर गाइस अब चाहिँ हामी यहाँनिर दोङदेमुन घुमेर अब चाहिँ हामी कहाँनिर जान्ला दिदी छुङ्रो साम्गा छुङ्रो साम्गा त्यहाँनिर चाहिँ क्याफे छ क्या एउटा कस्तो राम्रो रहेछ अनि दिदीले जानी भनिरहनु भएको थियो टिकटकमा देखेर हामी चाहिँ त्यहाँनिर जान लाग्यो दिदीलाई चाहिँ कफी एकदम मनपर्छ नि त हामीलाई अब त्यो थाहा हो नि भनेको टिकटकमा ठाउँहरू देखेर कस्तो जानु मलाई भने अनि दिदीले जाउँ भन्नुहुन्छ अनि जाने हो अनि त्यसपछि हामी कफी चाहिँ दिदीको फेभरेट भएर कफी सप चाहिँ दिदीले हेरिराख्नुहुन्छ क्या कहाँ छ भनेर
एकदम राम्रो राम्रो हेर्नुहुन्छ अस्ति नै एकचोटि हामी म्याङलोङमा नि गएको थियो फोटो खिच्ने गरेर बनाएर हुन्छ त्यही हो गाइज अब चाहिँ हामी यहाँनिर ट्रेन चढ्न आएको छौँ आज जस्तो भिड कहिले पनि देखेन कि थियो आज कति साह्रो भिड हो हामी भर्खर चढेको चढ्दाखेरि के भयो भने त्यस्तो भिडमा यस्तो चढिरहेको थियो यतिकै चाहिँ कुचुक थियो झन् एकअर्कालाई समाएर बसिरहेको थियो अनि यस्तो लडेर त्यो बुढो बाजेलाई ठोक्यो कस्तो रिस हुन्छ कि हामी आएर जान ठोक्यो जस्तो कि गएर उहाँ चलाउने मान्छेलाई पढाउनु हुने होइन अङ्कलहरूको बानी आजसी भन्यो भने सबैलाई हो आजसी कुनै कुनै राम्रै हुन्छ 11 बजी 11 बजी कुनै कुनै राम्रोसँग बोल्नुहुन्छ कुनै कुनै मान्छे चाहिँ के भन्नु अब रिसाए पनि ठुलो मान्छेलाई के भन्नु भएन सरी भनेर चुलाएर बस्यो नि रिस पनि उठ्ने लाज पनि लाग्यो जस्तो हुने कि मान्छेको छेउमा त्यस्तोहरू गर्दाखेरि त अब आज चाहिँ मलाई आनन्द छ कि दिदीलाई देखेर त्यहाँ बिचरा दिदी यत्तिकै मोबाइलमा हो यही हो यस्तै हुन्छ क्या यहाँनिर हिँड्यो भने यत्तिकै हुन्छ मोबाइलमा यत्तिकै आज चाहिँ आनन्द छ मैले भिडियो बनाउनु पाएर गाई चाहिँ अब चाहिँ हामी क्याफे गएर भेट्छौँ अब भिडियो बनाउँदैन क्याफे गएर मात्रै भिडियो हुन्छ बनाउँछु गाइस हामी आयो त्यस्तो भर्याङ हिँड्दा हिँड्दा थाक्यो यो बाटो त मलाई यो ठाउँ किन आएको जस्तो लाग्यो दिदी मुभीहरूमा देखेँ है यो बाटो चाहिँ यो ठाउँमा यस्तो टाइपको लाग्यो मैले त अस्ति भर्खर आएको छु भनेको फेरि आएको छु यो ठाउँ हामी आएको सोधेको हो हामी आएको ठाउँ यत्तिको केटा चाहिँ हुनु पऱ्यो भेटाउँदा फुल चाहिँ ल्याउने होइन भयो म त एकछिन गाइज यहाँ चाहिँ हामी क्याफे आएको क्याफे कफी खानालाई बोल्दा नि गाउँमा कस्तो त्यो बोल्न अप्ठ्यारो भएको छ ए दिदी यो ठाउँ मलाई याद आयो मलाई याद आयो यो ठाउँ जल्दी है त्यो क्या यो प्रब्लम म्याप हेरी जानुपर्छ घुम्या हुन्छ गाइज यो कस्तो राम्रो यो क्याफे त हो नि है दिदी भित्र भित्र यस्तो रहेछ अनि यहाँनिर बुटमा नि क्या राम्रो फुल यो साइडमा चाहिँ सबै क्याफेहरू छ भित्र कस्तो राम्रो राम्रो क्याफे भिड हुन्छ कि क्या हो दिदी छ नि यहाँमा घुम्न आउने बेला यो खुल्ला थिएन हो यति धेरै त खुल्ला थिएन अनि त्यति सानो नदेखेको दिउँसो भएर यहाँ कति प्याएको आज किन यति धेरै मान्छे देखेको सोधुङ्गाहरूलाई सोधे म्याप हेर्दा हामी यहाँबाट यहाँ उताबाट यहाँ यही ठाउँ दुईचोटि आइसक्यो म्यापले जहाँ जहाँ लान्छ हामी त्यही हो दिदीको पछि लाई हिँडिरहेको छौँ दिदी के हो तपाईँ त चुरोट खाने ठाउँमा पनि ल्याउनु भयो त यहाँ रहेछ भन्ने होस् त दिदी ल हो ए जुत्ता खोलेर जानुपर्ने कस्तो राम्रो ठाउँ चाहिँ है उता त्यो त साँच्चै लाइट मात्रै होइन भन्दा के उता साइडमा छ कि हेरौँ जाने यहाँ ठाउँ खोज्दै हिँडिरहेको छ ठाउँै पाएन के बित्ति प्याएको कस्तो राम्रो क्या तर बसेर खाने ठाउँ ठाउँमा यस्तो कस्तो राम्रो गरेर डेकोरेट गर्ने कि राति चाहिँ झन् कस्तो राम्रो देख्ला है यो लाइटहरूले छैन छैन स्ट्रबेरी बाला जाने के यस्तो फोटो खिच्नु मोड छैन नि नेक्स्ट टाइम अब कस्तो राम्रो नि है गाइस ठाउँ नपाएर हामी फर्केको गाइस त्यहाँनिर क्याफे अब भएन अब चाहिँ हामी यहाँनिर जानको मान्छे धेरै भयो कस्तो राम्रो यहाँ त उतापट्टिको बसेको होला भनेर फ्लावर ल्याएर चाहिँ दुईवटा मात्रै हुन्छ
गाइस अब हामी अर्डर गर्न जान्छौँ कस्तो राम्रो छ यहाँको भ्यू क्याफे चाहिँ यति राम्रो कस्तो राम्रो खाना खानु बस्दा सक्नुहुन्छ नि बोक्न नखसाउनु नि स्कर्टले झार्नुहुन्छ जस्तो लागिरहेको हाम्रो अर्डर आइपुग्यो हामीले खाइसक्यो अब हामी चाहिँ जानुपर्छ आफै सेल्फ सर्भिस हो त्यही भएर यो दिदीहरूले लानुहुन्छ म चाहिँ लाँदैन म चाहिँ भिडियो गर्ने मान्छे हो नि त त्यसरी म लाने ओके बाई बाई गाई जानेर क्याक्टस कति क्युट क्युट सानो सानोवाला कति राम्रो सुकेको बुकेहरू बनाएको कि कस्तो क्युट क्युट अब चाहिँ यसरी लानु अब यहाँ केही छैन बाटो मात्रै छ अब आँखा चिम्लाइदिनु पर्दा जस्तो यहाँ त दिनभरि आयो भने त यहीँ टाइम स्पेन्ड हुने रहेछ उतारे नि त उता ह्याङ्गर गर्नु जान्छ तर लास्टै राम्रो ठाउँ हो यहाँनिर आएपछि क्याफे यहाँनिर भनेर खोजेर बस्नु नपर्ने दिदी जहाँ गयो नि ठिक हुने क्या कस्तो राम्रो क्या यहाँनिर क्याफे पनि राम्रो छ क्युट हेर्दा हेर्दा गाइस मेरो खुट्टा किल्चिनु भयो दिदीले केही छैन अब चाहिँ हामी अब भिडियो नगरिकन अब छिटो गरेर जाने अब ढिलो भइसक्यो गाइस अब यो त लालीखोला जस्तै देखिरहेको होइन हाम्रो फेरि शनिबार त्यस्तो हुन्छ नि नानी कुनै दिन अझै कुनै दिन रमाइलो भयो नि सजिलो दिदीलाई भइरहेको छ मेन त सजिलो दिदीलाई हुनु पऱ्यो हामी त रमाइलो गरिरहेको छ नि हामीलाई सौ लगाएपछि त्यहाँदेखि जानै मन लाग्दैन कि अनि अलिकति चाँडो त्यो उज्यालोमै गयो भने अस्ति हामी उज्यालोमै गएको थियो कि अनि जाँदाखेरि त अनि बेकार गएको चाँडो जस्तो हुने त्यहाँ गएर नि बस्ने नै हो बरु बेलुका गयो अनि बानी भइसक्यो त्यो गाइस अब चाहिँ हामी बस टर्मिनल जान्छौँ अनि बस टर्मिनल गएर चाहिँ बस कुद्छौँ अनि बस अहिलेलाई चाहिँ ट्रेन चढ्नलाई हिँडेको गाइस दिदी जान लाग्नुभयो बाई बाई दिदी बाई हामी दिदी फेरि भेट्नुपर्छ ओके बाई बाई पुगेपछि फोन गर्नु दि ल बाई बिना दिदी जानुभयो अब हाम्रो 1 घन्टा छ नि टाइम तब चाहिँ हामी टिकट लिने अनि पछि हामी चाहिँ उता 1 घन्टा जति छ चाहिँ टाइम अनि उतापट्टि बिल्डिङमा गएर बस्ने गाइस अहिले चाहिँ हामी यहाँनिर हाम्रो चाहिँ बस टिकट काटेर अझै टाइम छ आधी घन्टा जति टाइम भएर चाहिँ अनि हामी यहाँनिर उता पारिपट्टिको मलको यता पछाडि कौसीमा अब कहाँ भन्नु यो बाहिरपट्टि आएर चाहिँ हामी यहाँ लोटे टावरहरू देख्ने ठाउँमा चाहिँ आएर भ्यूको मजा लिइरहेछौँ यहाँनिर कति चेन्ज भइसकेछ म अस्ति नै एकचोटि आउँदाखेरि यस्तो थिएन नि बच्चाले हेरेको रे यो मनी यहाँभित्र पसेर यहाँनिर कपाल के हो सबै उतानिर दिदी फोटो खिच्दिनु लाग्नु भएको अब फोटो खिच्छ त्यही त गाइस अब नेक्स्ट टाइम आउँला अब हाम्रो जाने टाइम भइसक्यो कति बजी अहिले 46 भइसक्यो अनि फेरि 6:10 को छ अनि फेरि तल पुग्नलाई अझै टाइम लाग्छ त्यही भएर चाहिँ हामी जान्छौँ गाइस अब गएर अब यति नै होला सायद भिडियो यहीँबाट गाउँछु यति नै भन्छ मेरो भिडियो यहीँ गर्न चाहन्छु गाइस कस्तो लाग्यो भनिदिनु होला अनि अब चाहिँ भिडियो टाइममा हाल्न ट्राई गर्नेछु आजको लागि यति नै बाई गरिदिनु बाई